हामी चाहिँ ल फाइनल्ली यहाँनिर यो माझी कुनामा आइयो। यो माझी कुनाको बारेमा चाहिँ हाम्रो के अरे साइली मेरो साइली सालीले चाहिँ अब यो चाहिँ के अरे यो ठाउँ चाहिँ यो रेस्टुरेन्ट चाहिँ के विशेष चाहिँ माछाको लागि अरे बार्बिक्यू माछाको लागि चाहिँ होइन। खै म के अरे म अब पर्यटक मान्छेलाई केही त यहाँको यसको बारेमा यसो भनिदेऊ न हौ। अनि मेरो यो छ नि भेना यो ठाउँ चाहिँ पहिला त्यति फेमस थिएन अनि पछि यो के कसरी भयो मलाई चाहिँ केही थाहा चाहिँ माझी कुनामा चाहिँ विशेष चाहिँ यो माछा ग्रिल्ड माछा चाहिँ एकदम फेमस छ। यो रुखमा चाहिँ यो चिलाउनेको रुखमा चाहिँ साप बेरेको रहेछ है। ल पुरै यो त गोमन सर्पै जस्तो होइन यो एनाकोन्डा उल्लु पनि छ। उल्लु पनि रहेछ माथि। हुन्छ कति पारेको नि त्यो राम्रो है ठाउँको लोकेसन। Cheers everybody. हाम्रो साथीभाइहरूले चियर्स गर्न थाले यहाँनिर हाम्रो कान्छा भाइ कान्छी बहिनी यता हाम्रो नवीन भाइ जेडी ल बिना भेनाको ब्लगमा यसो अब दुई चार शब्द ल दुईजनालाई अब ओहो जोडी दामी दिएको छ है। ल हेर ल अब हेर न ल चारजना त्यहाँ खोइ यहाँ चाहिँ हाम्रो जेठी यता जेठी माइली यता साइली यता चाहिँ ओहो होइन यो कान्छीको त खतरा गयो त अनि यार फेरि एकचोटि दिइहाल्नु त ल जेठी म ल जेठी यता यहाँ नमस्ते माइली म साइली यता कान्छी माझीको न्यू वेटर खोइ के रहेछ त्यो खानेकुरो खै फ्रेन्च फ्राई स्पेशल अनि तिल है कोका कोलामा फेन्टा कोका कोलाको गिलासमा फेन्टा। कहिलेदेखि काम गर्नु थाल्नु भयो तपाईँले यहाँनिर? 3 वर्ष हुन लाग्यो। 3 वर्ष हुन लागेको। सेलेरी सेलेरी भन्नु मिल्छ कि मिल्दैन? सेलेरी जस बोनस आउँछ चलिरहेछ भइरहेछ। मिक्सी आज करिब कति वर्षपछि कमला? करिब हामी 3 वर्षपछि फेरि माझी कुनामा आएको। अलि झन् धेरै चेन्ज है? पहिला भन्दा धेरै चेन्ज छ। एकदमै रमाइलो ठाउँहरू छ। रमाइलो भइरहेछ हैन? आउन बोल्न आउँदैन है। तपाईहरु पनि घुम्ने भए आउनु होला। खतरा बोल्नु। माझी कुना भन्नु हाम्रो स्पेशल भनेको ग्रिल फिस हो। त्यही हो। हजुर हाम्रो भोग भेट गर्यो अनि फेरि घरै लिएर जानु पर्छ। यो चाहिँ खाली छ। खाली छ यता प्याक छ। भेनाजुको ब्लगमा सबैजना आइदिनु होला। भेनाजुको ब्लगमा लाइक सब्स्क्राइब गर्नु यस्तो बडो न। भेनाजुको उसमा सालीहरु आइदिनु होला। म त आफोल्डी मेरो यसरी सबै देखाउनु मेरो अब दाइ त अब सोल्टिन देखिहाल्यो अब कोल्टिनी होला। बर्बाद भइहाल्छ। छेउमा गर्नु यस्तो गर्ला खुल्दाले हेलो हेलो आज चाहिँ
मेरो सालीले भेनाको भ्लग गरिदिँदैछ होइन गर्न त गरेछ मोबाइल चलाउँदै के अरे यो हातै गल्दो रहेछ भेना कति केजीको माझी कुनामा सालीसँग लप्पर लप्पर्ला जस्तो लागिरहेछ ल अब सकिएको म ढलिहालेँ म यहाँ भिडियो गर्न सक्दिनँ हाम्रो चेलीबेटी सरोला पनि राम्रो राम्रो प्रगति उन्नति नि भाउ हे 2082 सालमा आउँदै गरेको दिपावली छडपर्व हजुर घरमा पनि राम्रो राम्रो प्रगति नि भाउ हाम्रो चेलीबेटीहरूको शिरका सिन्दुर जोगै भरिरहन् नानी बाबु धेरै पढी राम्रो राम्रो प्रगति नि भाउ यस शुभ दिन सधैँभरि राम्रो हुँदै जाउन् पोखरा र काठमाडौँमा 2-4 वटा बिल्डिङ बन्दै जाउन् यस शुभ दिन सधैँभरि राम्रो हुँदै जाने हाम्रो चेलीबेटीहरूको लक्षिणामा BMW गाडी पनि मलाई चिसो हावाले हानेको खै त माया गर्न जाने ओहो ल मलाई चिसो हावाले हानेको खै ल ल ऱ्याप पनि जाने रहेछ काठमाडौँको बजारैमा ठुला ठुला काठमाडौँको बजारैमा ठुला ठुला होइन फर्की फर्की नगर नानी तिम्रो बुढो होइन अहिले म नाच्यो अन्त त्यहाँ गाइँदै भएको छ फेरि आखिर माझी कुनामा खाना खानु लागेको हो यहाँनिर यहाँको माझी कुनाको एकदम स्पेसल भनेको चाहिँ ग्रिल माछा हो ग्रिल माछा है माझी कुनाको स्पेसल चाहिँ माझी कुनाको स्पेसल चाहिँ यो हो ग्रिल माछा धन्यवाद दिदी तपाईँलाई आजको यति मजाको खाना सेट बनाइदिनु भएकोमा भेनालाई खुर्सानी लैजाऊ यो डल्ले खुर्सानी ल्याइदिएको दिदीले बिचरा राख्ने कि भित्र उसहरू हुन्छ गाइजहरूले थाले आउँदैछ आज चाहिँ हामी यहाँनिर बेगनास्थलको माझी कुनामा छौँ यहाँनिर बेगनास्थलको माझी कुनामा चाहिँ ग्रिल माछाहरू चाहिँ एकदमै मिठो पाइँदो रहेछ र अब हामीले चाहिँ अब खाइसकेर पनि घरतिर लाग्नु लागेको यहाँनिर सबै अब रिल्याक्स गरिरहेछन् कोही नाचिरहेछन् सबैले रमाइलो गरिरहेछ यहाँनिर होइन आज धेरै रमाइलो भयो सालैमा भयो भेट देख्न से तालैमा